सो हेलो गाइज वेलकम ब्याक इन न्यू भिडियो होइन आफ्टर लङ टाइम आज एउटा डेली ब्लग आउन गइरहेको छ। अबदेखि हजुरहरूले जोस् मलाई चिन्नु भएको छ भने चिनिराख्नुहोस्, हजुरहरूको प्यारो एकदम सबै सरकार भनेपछि अब हामी चाहिँ अहिले बुङ्गुर खेतीतिर गइरहेको छौँ होइन। नेपालको मतलब दाङको अहिले यहाँभन्दा 200देखि लगेर 300सम्मको बुङ्गुर सुँगुर पाल्ने गर्छन्। अनि बुङ्गुरको इन्चार्ज गर्नेवाला मान्छे पनि हामीसँग सँगसँगै यदि हजुरहरूले चिन्नु भएको थिएन भनेपछि युट्युबमा टिकटकमा गएर स्विचर बुङ्गुरवाला हान्नु भनेपछि टपमै आउँछ। अनि योभन्दा धेरै इन्फर्मेसन पनि मैले अब दिनुपर्ने छ, मलाई जरुरत लाग्दैन। हजुरको इन्ट्रोडक्सन दिन मन छ भने के बोल्दा हुन्छ? मैले के दिइसकेँ त मैले त्यही नि भन्न हल्का एक्स्ट्रा केही भन्दैन। अब त्यो गाइज अब खातेले भनिहाल्यो, अब के गर्ने। अब मेरो च्यानलको नाम स्विचर अफिसियल छ, गएर सब्सक्राइब गर्न सक्नुहुन्छ। त्यही हो, त्यति नै भन्नु के भन्दैन। यहाँ चाहिँ अब आफ्नो होइन ब्लग जर्नीको अब के भन्छ स्टोरी भन्न गइरहनु भएको छ होइन। यो सुन्ने पनि न त कस्तो रहेछ। अब हामीले पनि रिसेन्टली ब्लगिङ गर्न लाग्यो होइन, धेरै दिन भएन। मोबाइलको क्यामेरा यस्तो छ त्यही नि अब ल यहाँ स्टोरी पनि सुनिदिउँ होइन। हल्का रमाइलो गरौँ, माथि गएर अब त्यहाँ सालको पात ल्याउँछ। हजुरले त देख्नु भएको पनि छैन होला। ल भन्नुहोस् हजुरको जर्नी। पहिला यहाँ त घर त केही छैन, फ्री पर्न लागिरहेको थिएन होइन। यो सबै यो पुरा देखाइदियो त भाइ। यो जति पनि यो पुरा ठाउँ त नि जब हामी यहाँ हग्न आउँथ्यौँ तपाईँ कोही पनि हुन्थेन। पुरा खाली थियो ठाउँ त पुरै। तर यो घर डिजाइन गर्ने चाहिँ उयो होइन, यो घरको पुरैदेखि आरसिसीदेखि लगेर बिमदेखि लगेर कोलुमदेखि लगेर सबै सरकारले डिजाइन गरेको। हजुरहरूको पनि अब यसो डिजाइन गर्नुमा चाहिँ अटोमेटिकली माथि अन गर्ने भर्याङ पनि सुईमा चल्दो झर्छ। अब टक्क गएर सालको पार्टी टिप्छ। अरे अस्ति त यहाँ पहिला एकचोटि हामी आएको थियो कि नै, पहिला यहाँ आएखेरि त नै म त आउनु त धेरैचोटि आएको पनि, तर एकचोटि के भएको थियो भने पछि ऊ भएको के म मम्मीहरूसँग पात टिप्नु जानु लाग्थेँ होइन। पखेर पात टिपेँ, माथि दुगुर थियो त कुकुर कहाँ 5-6वटा कुकुरले चारिँदै मम्मी भनेर दुगुर दियो पछाडि आयो नि। त्यस पछाडि अनि अब हामी चाहिँ अलिक कन्फ्युजमा छौँ कहाँको पात टिप्ने भनेर होइन। होइन पात त अलि कहाँ भैयाको भन्दा पनि अलिक माथिको टिप्दा राम्रो होला जस्तो मलाई लाग्छ होइन। रुखमा त अब त्यो सिलिम जान्छ चढिहाल्छ। बस अहिलेसम्म पनि हजुरले सब्सक्राइब गर्नु भएको छैन भने त सब्सक्राइब चाहिँ गरिहाल्नु छैन। मलाई पनि त्यही डाउट लाग्यो किनभने पनि तलैकै त्यो पात टिप्यो होला होइन। नाच्नु त्यसो कमाउँदा कहाँदेखि होला नि र हामी गएर त्यो सिलिमवाला जो रुख छ नि त्यसको पात टिप्छौँ गएर गाइयो। तर यो ठाउँ हो कि होइन पहिलेको भन्दा चाहिँ बहुत बदलिएर रहेछ कि होइन। यहाँ यस्तो पनि ठाउँै थिएन कि यहाँ पुरै अहिले दिवार सिवार लगाएर हेर्नु यहाँ पुरै ठाउँै लुक चाहिँ बदलिदियो कि यो ठाउँ। सो अहिले चाहिँ हामीहरू होइन 5-7 टिपेर अब घरतिर जान लागेको अब सिचुएसन चाहिँ भइरहेको छ होइन। हजुरले रिलेसनसिप सबै खाइसक्नु होला, तर अब हामीहरूको चाहिँ 5-7 टिपेर अब घर जानेवाला सिचुएसनसिप भइसकेको छ। तर मैले तेरो यो डेढले ल्याइदिए यो मोबाइल पनि अलिक महँगै होला भन्ने मानेको थिएँ। 50,000को मात्रै नै। तेरो पहिलाको मोबाइल त पनि त यत्रोको थिएन र। तर त्यसको राम्रो थिएन क्या, सिस्टम केही राम्रो थिएन। तर त्यसको क्यामेरा सिस्टम राम्रो थियो, कति खोटेको कि। तर यसको क्यामेरा पनि धेरै राम्रो छ। सबैको त्यस 32 मेगापिक्सलको पछाडिको अगाडिको अनि अनि कति 50 मेगापिक्सलको पछाडिको गेम जानु। तर भन्ने मात्रै होइन, तर क्यामेरा वाइज र अनि प्रोसेसर वाइज उसको हुन्छ खतरा छ। स्यामसङकै हुन्छ कि मोबाइल स्यामसङको बेस्ट के भन्छ उसको कति खतरा छ के राइल एङ्गलको मोबाइल पनि हो कि खोडा त्यतिकै निकाल्छ सेफ लाइजर जस्तै छ। राइल एङ्गलको त राम्रो छ त्यो स्यामसङ र अनि स्यामसङ त हो राइल एङ्गलको त्यसमा बहुत राम्रो छ। 5-7 टिपेर अब हामी चाहिँ अब फकिन लाग्छौँ होइन। अब यति भन्दै आजको ब्लग यति नै सकिन्छ। धेरै लाम पनि बनाउनु कसै